आज नेपालमा एउटा अचम्मको अवस्था बनेको छ। यदि तपाईँ रासोपा वा रवि लामिछाने माथि प्रश्न गर्नुहुन्छ भने तपाईँ तुरुन्तै दलाल, पुराना दलको एजेन्ट, भ्रष्टको मान्छे घोषित हुनुहुन्छ। आज प्रश्न गर्नु अपराध बनिरहेको छ र समर्थन गर्नु धर्म। आजको यो भिडियो कुनै पार्टीलाई गाली गर्न होइन, हामी नागरिकको सोच कहाँ बिग्रिँदैछ भनेर देखाउनका लागि हो। नमस्कार दर्शकबिन, म हेमन्त उपाध्याय। आज हामी भावनामा होइन, तथ्य, व्यवहार र लोकतान्त्रिक संस्कारको आधारमा एउटा गम्भीर प्रश्न उठाउँदैछौँ। किन रासोपा र रवि लामिछाने र बालेनलाई प्रश्न गर्नै नपाइने जस्तो वातावरण बनाइएको छ? आज धेरै नेपाली नागरिकहरू रासोपालाई पार्टी होइन, उद्धारकर्ता जस्तो मान्न थालेका छन्। रवि जे बोल्छन् सही, जे गर्छन् ठिक, उनमाथि प्रश्न गर्नु नै गलत। यो लोकतन्त्र होइन, यो अन्धभक्ति हो। लोकतन्त्रमा नेता भगवान हुँदैन, उनीहरू जनताका सेवक हुन् जसलाई प्रश्न गर्न पाइन्छ। जहाँ प्रश्न बन्द हुन्छ त्यहाँ गल्ती बढ्छ। आज सामाजिक सञ्जाल हेर्नुहोस्, यदि कसैले शान्त रूपमा यति मात्र सोध्यो, रवि लामिछाने माथि लागेको मुद्दा अहिले के अवस्थामा छ? रासोपाको स्पष्ट नीति र कार्ययोजना कहाँ छ? संसदमा पार्टीको व्यवहार किन कमजोर देखिन्छ? यी सामान्य नागरिकले सोध्न पाउने पूर्ण रूपमा वैध प्रश्नहरू हुन्। तर के हुन्छ? तर्कसहितको उत्तर आउँदैन, तथ्यसहित स्पष्टीकरण हुँदैन। बरु रासोपाको गल्ती औल्यायो भने एक समूह सिधै झम्टिन आउँछ। प्रश्न गर्ने मान्छेलाई विरोधी घोषणा गरिन्छ, नियतमाथि हमला गरिन्छ र विषयभन्दा मान्छेमाथि आक्रमण हुन्छ। यो कुनै एक दुई जनाको व्यवहार होइन, यो सामाजिक सञ्जालमा बारम्बार देखिएको असहिष्णु प्रवृत्ति हो। अब रवि लामिछाने माथि लागेको मुद्दाको कुरा गरौँ। हामी भन्दैनौँ उहाँ दोषी नै हुनुहुन्छ, तर यति चाहिँ पक्का हो, सहकारी सम्बन्धी गम्भीर आरोप छन्, कानुनी र नैतिक प्रश्न उठेका छन्। लोकतन्त्रमा मुद्दा लाग्नु भनेको प्रश्न उठ्नु हो। तर यहाँ प्रश्न सोध्ने बित्तिकै षड्यन्त्र भनिन्छ, पुरानो सिस्टम डरायो भनिन्छ। न्यायिक प्रक्रियाको सामना गर्नुको सट्टा भावनामा लुक्नु नयाँ राजनीति होइन। अब बालेनको कुरा गरौँ। बालेनले केही राम्रो काम गरे, अवैध संरचना हटाए, सहर सफा गर्ने प्रयास गरे, टुकुचा खोला उजागर गरे। यसलाई नकार्न मिल्दैन। तर सत्य के हो भने उनले भने जति, जनताले अपेक्षा गरे जति सबै काम हुन सकेन। कयौं योजना अधुरा रहे, कयौं निर्णय विवादमा परे, संवादभन्दा टक्राव बढी देखियो। यसको अर्थ के? बालेन पनि पूर्ण छैनन्, उनी पनि प्रश्न योग्य छन्। आज यदि प्रश्न गर्न डर लाग्छ, आलोचक गाली खान्छ, समर्थक मात्रै बोल्छ, भोलि नेता निरङ्कुश बन्छ, गल्ती सच्याउने कोही हुँदैन, लोकतन्त्र कमजोर हुन्छ। आज रासोपा, भोलि अर्को पार्टी। समस्या पार्टी होइन, समस्या हाम्रो सोच हो। हामीलाई नयाँ नेता चाहिएको हो, तर नयाँ अधिनायकवाद होइन। हामीलाई परिवर्तन चाहिएको हो, तर प्रश्न बन्द हुने राजनीति होइन। रासोपालाई समर्थन गर्नुहोस्, रविलाई मन पराउनुहोस्, बालेनको कामको प्रशंसा गर्नुहोस्, तर प्रश्न गर्न नछोड्नुहोस्, किनकि प्रश्न गर्न नपाइने नेता भोलि जवाफदेही हुँदैन। धन्यवाद।